फाइनली गाइस वेलकम टू माई ब्याक टु युट्युब च्यानल। हामी फेरि आइसक्यौँ एक नयाँ ब्लग लिएर गाइस। आज हामी यो झुलिङ्गे पुलमा एक ब्लग सुटिङ गर्दैछु। आज यो झुलिङ्गे पुलमाथि हावा चाहिँ अब बबाल चल्दैछ, चिसो। यताको मौसम पनि एकदम दामी छ गाइस। यो चाहिँ पुल हाम्रै खजुरबाडी झापा एरियामा बनेको छ, कृष्ण खोलामा यो पुल। र अहिले हामी गौरीगञ्ज जाँदाखेरि यो पुलको दर्शन पायौँ। हावा चाहिँ बबाल चल्दैछ गाइस, मान्छेले उडाउने जस्तो हावा चल्दैछ। अरू हामी एक ब्लग सुटिङ गर्दैछु। र गाइस तपाईँहरू कस्तो हुनुहुन्छ र यो पुल को आएको छ गाइस, आउने मान्छेले कमेन्ट गर्न सक्नुहुनेछ। यो चाहिँ पुल तपाईँहरूलाई कस्तो लाग्यो, ठिक लाग्यो भने यो च्यानलमा सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस्। हामी जहिले यस्तै ब्लग लिएर उपस्थित गर्छु। माई नेम इज ब्लगर विष्णु। लाइक गर्नुभएको छैन भने लाइक गर्नुहोस्, अरू कमेन्ट गर्न चाहिँ नबिर्सनुहोस्। माई नेम इज ब्लगर। हामी यो च्यानलमा जहिले यस्तै ब्लग लिएर उपस्थित गर्छु। अहिले यो ब्लग चाहिँ बन्दैछ झुलिङ्गे पुलमा। आइफोन 17 प्रो म्याक्सदेखि ब्लग सुटिङ हुँदैछ झुलिङ्गे पुलमा। यो चाहिँ पुलको लम्बाइ चाहिँ बबाल छ। वाडीपाडी हिँडेर 4-5 मिनट लागिहाल्छ। जम्मा 5-6-7 मिनटै लाग्छ पारी हुन। हिँडेर चाहिँ बबाल टाढा छ नि त गाइस, अलि लम्बाइ छ, अलि समय लाग्छ पारी हुन। र गाइस हामी चाहिँ अहिले घुम्न जाँदैछु गौरीगञ्ज। उस्तै अब गौरीगञ्जको रमाइलो यात्राहरू सहरहरू कस्तो छ घुम्न जाँदैछु गौरीगञ्जतिर। र गाइस अहिले हामी झुलिङ्गे पुलमै प्रवेश छु। अहिले झुलिङ्गे पुल पारी भएको छैन, पुल हेर्न सक्नु भएको छ। यो चाहिँ पुल हो। अहिले हामी यता पुलको छेउछाउ आइसक्यौँ। अब लगभग अब पुल क्रस भइसक्यो। यता पुल हेर्नुहोस् कति लम्बाइ छ, र यता पनि हेर्न सक्नुहुनेछ। पुलको माथिको भाग पनि बबालको सिन छ। अहिले मेघ पनि लागेको छ। ल आजलाई ब्लग यति नै, फेरि भोलि आउनेछ गाइस। आजलाई थ्याङ्क यू, वेलकम, सब्सक्राइब टु इच नाउ। यो यसरी जाने भएको, म चाहिँ सिँढीदेखि जानुपर्छ।